आजको दिनमा इन्स्योरेन्स प्रतिको अवेरनेस मैले देख्दाखेरि अलिकति खुसी लाग्छ हो। 2-4 वर्ष 5-7 वर्ष अगाडि भन्दा आजको दिनमा कतिजना व्यक्तिहरू मैले भेटिसकेँ जसले चाहिँ इन्स्योरेन्स रिस्क कभरको लागि चाहिँ गर्नै पर्ने पार्ट हो। हामीले अलिकति इन्भेस्टमेन्टको पाटो त भइहाल्यो होइन, तर चाहिँ भोलिको दिनमा मलाई केही भइहाल्यो भने मेरो फ्यामिली चाहिँ फाइनेन्सियली सेक्योर हुनुपर्छ है भन्ने सोच लिएर चाहिँ कुन चाहिँ प्लान सजेस्ट गर्नुहुन्छ भनेर मलाई धेरैजनाले सोध्नु भयो र उहाँहरूलाई मैले सजेस्ट गरेर इन्स्योरेन्स गराएँ पनि। आज चाहिँ त्यही कुरा यहाँ भन्न आइरहेको छु। मैले चाहिँ उहाँहरूलाई त्यो सोच लिएर आउने व्यक्तिहरूलाई चाहिँ मैले जीवन सहारा बिमा योजना, नेपाल लाइफको जीवन सहारा बिमा योजना सजेस्ट गरेको छु, किनकि उहाँहरूले आफ्नो लागि मात्रै सोच्नु भएको छैन, आजको पैसा मात्रै हेर्नु भएको छैन। उहाँले भोलि बिहान आफूलाई केही भइहाल्यो भने पनि फ्यामिली पनि सेक्योर हुनुपर्छ है भनेर सोचका साथ आउनुभएको छ भने पक्कै पनि जीवन सहारा मैले उहाँलाई सजेस्ट गर्नु नै बेस्ट अप्सन हुन्थ्यो जस्तो लागेर मैले उहाँहरूलाई सजेस्ट गरेँ, जसमा चाहिँ तपाईँले एउटा सर्टेन अवधिको लागि इन्स्योरेन्स गरिसके पछाडि त्यो अवधि सकिएपछि म्याच्युरिटीमा समेस्योर र बोनस त पाउनुहुन्छ नै, अनि त्यस पछाडि पनि तपाईँको होल लाइफ रिस्क कभर गर्छ। इफ 70 वर्षभित्रै एक्सिडेन्टली डेथ हुन्छ भने परिवारले डबल पायो, समेस्योरको डबल 20 लाखको इन्स्योरेन्स गर्नुभएको छ भने 40 लाख रुपियाँ फ्यामिलीले पायो जोखिमाङ्कनको रूपमा। अनि यदि होइन हामी एक्सिडेन्टली नै डेथ हुन्छ भन्ने स्योर त छैन, अनि कहिले डेथ हुन्छ भन्ने त्यो पनि स्योर छैन। वेनेभर हाम्रो डेथ हुन्छ, जति एजमा पनि भए पनि हाम्रो परिवारले सम एस्योरको अमाउन्ट चाहिँ हाम्रो परिवारको लागि सुरक्षित नै हुन्छ है। त्यस कारणले गर्दा पनि मलाई यो पोलिसी एकदमै बेस्ट लाग्छ र जसले चाहिँ एउटा पोजिटिभ सोचका साथ इन्स्योरेन्स गर्नुपर्छ, मेरो परिवारलाई सुरक्षित गर्नुपर्छ भनेर आउनुहुन्छ, म उहाँहरू सबैजनालाई जीवन सहारा इज द बेस्ट चोइस भनेर चाहिँ उहाँहरूलाई सजेस्ट गर्छु।